वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। अनि मैले धेरै पछि फेरि मिठो सानो राम्रो ब्लग लिएर उपस्थित भएको छु। आशा गर्छु तपाईँहरूले अगाडि अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है देखि पछाडिसम्म हेरेर साथ सपोर्ट दिनुहुन्छ भनेर। अनि आज आएको छु म सुँगुरको ओछ्यान खोज्न, कुछ भी अर्थात् स्याउला खोज्न। अनि सल्लाहको पात पनि भन्छ, तपाईँहरूलाई थाहा होला सल्लाहको पात भनेको के हो भनेर। थाहा छैन भने मेरो भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ। अनि म चाहिँ यहाँ जङ्गलतिर जाँदैछु, हेर्दै गर्नु। म चाहिँ यहाँ सेउला सल्लाहको सेउला भएको ठाउँमा आइसकेँ है गाइज। अब चाहिँ म यहाँ सेउलाहरू भेला पार्छु, हेर्दै गर्नु होला गाइज। सेउला चाहिँ मैले यति टिपिसकेँ कि सल्लाहको पात चाहिँ यति टिपिसकेँ। अनि टिप्न चाहिँ कसरी भने नि यसरी क्या, यो हँसिया भयो नि यसरी गर्ने हो। अनि त खुवाइ तान्ने हो, यसरी गर्ने हो है त गाइज। यस्तो खतराले टिपिदिन्छु कि फेरि म त, तर यहाँ सल्पा हुन्छ भन्ने चाहिँ गसम डर लागिरहेछ। तर आई होप नहोस् भनेर म चाहन्छु। अहिले चाहिँ जेस घाम नभएर अलिक शीतलै भएको छ कि हुनु चाहिँ, तर पनि ठिकै छ, शीतलै भइरहेछ। खाना पनि नखाइकन आएको कि म यस्तरी खतरा तरिकाले तानेर यस्तो भेला पाइसकेँ। यस्तो चिप्लो न चिप्लो छ कि फेरि तान्दैछु म जेस। यस्तो भिर छ कि फेरि भिरभन्दा नि यहाँदेखि तल चिप्ल्यो भने चाहिँ सिधै गयो। फाइनली भारी लगाएर चाहिँ रेडी भइसकेको छ गाइज। मेरो भाइ चाहिँ ओभरजोटको देखियो होइन, र पनि अब जस्तो आफूले सहज हुन्छ त्यस्तै बोक्ने हो नि त गाइज। अनि अब लाग्दिएको ल घरतिर गाइज। फाइनली जक्सन आइसक्यो। जक्सन आइसकेपछि त जक्सन चाहिँ यता छ। अनि जक्सन आइसकेपछि मैले त लडाइदिएँ ब्याङबुङ, टाउको दुखेर आमा कति साह्रो पानी पऱ्यो, पानी भिजेर क्या कति साह्रो गरम भएको क्या। भाइ अब के बोले सल्लाहको पात पनि न त एक डोकु बोक्दा नि हल्लुमै हुने नि त। आमा यस्तो गरम भएन, एकदम बिसरै फालिदिएको। बाटो पनि इत्रु चिप्लो न चिप्लो, चप्पल खोलेर झन् आएको। अनि त्यो जङ्गलको नाम चाहिँ नर्सरी है गाइज। तपाईँहरूलाई सुन्दा अजिब लागे पनि त्यो जङ्गलको नाम हो नर्सरी। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको। अनि यति नै हो मेरो ब्लग। तपाईँहरूलाई के कस्तो लाग्यो ओपिनियन दिनु होला हजुरहरूको। थ्याङ्क्स फर वाचिङ माई भिडियो। सी यू।